हाम्रो धर्म रक्षाको लागि भोलि बिहान 5 बजेबाट बेलुका 5 बजेसम्म चितवन बन्दको आह्वान गरेका छौँ। हिन्दूमाथि दमन हुँदै गर्दा हाम्रो छाती पोल्यो, हाम्रो रगत उम्लियो, हाम्रो मन भक्कानियो। त्यसैले चितवनमा पनि हामी छौँ, मधेस सङ्घर्ष हामी चितवनमा हामी पनि छौँ। पर्यो भने हामी शान्ति मात्रै होइन क्रान्ति गर्न पनि हामी तयार छौँ भन्ने सन्देशको साथ भोलि हामीले बन्द आह्वान गरेका हौँ। राज्यले समयमै विचार पुर्याएर यो शान्ति कायम गर्न सकेन भने 1 जिल्ला होइन 2 जिल्ला होइन 77 जिल्लामै विश्व हिन्दू महासङ्घले मोर्चा समेलेर एउटा शान्तिको क्रान्ति गर्नेछ। चितवन जुन देवभूमि हो, मध्य नेपालको एउटा उर्वर भूमि हो, यहाँबाट भोलिको बन्द भनेको देशव्यापी क्रान्तिको सुरुवात पनि हो। यो राज्यले बुझोस्। हाम्रो रगत जब पोखिन्छ त्यसपछि हामी उत्रिन्छौँ भन्ने सन्देश दिनको लागि भोलि बाध्य भएर हामी आम नागरिकलाई दुःख दिन होइन, हाम्रो आत्मरक्षाको लागि, हाम्रो संस्कृति रक्षाको लागि, हाम्रो धर्म रक्षाको लागि र हाम्रो वंश रक्षाको लागि, विशेष गरी सनातनीहरूको वंश रक्षाको लागि भोलि चितवनवासी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू, बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूको साझा आवाजको रूपमा विश्व हिन्दू महासङ्घले भोलि मिति 2083 साल साउन महिनाको 15 गते शुक्रबारको दिन बिहान 5 बजेबाट बेलुका 5 बजेसम्म चितवन बन्दको आह्वान गरेका छौँ। हामीले